मेष राशि। मेष राशिका लागि आज कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीको स्रोत फेला पर्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रयत्न गर्दा छोटै समयमा काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ। वृष राशि। वृष राशिका लागि आज पुरुषार्थी कामको प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम दाम र इनाम कमाउन सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउनु। मिथुन राशि। मिथुन राशिका लागि आज परिस्थितिवश चिताएको काम पुरा नहुन सक्छ। सहयोगका नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न बाधा पर्नेछ। केही समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बावजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्म भाव जागृत हुनुका साथै धर्म कर्म र परोपकारी काममा समेत प्रवृत्त भइनेछ। कर्कट राशि। कर्कट राशिका लागि आज परिस्थितिको चक्रमा अल्मलिनु पर्दा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला। सहयोगीहरू जुट्नाले रोकिएका काम भने सम्पादन हुनेछन्। नियमित काम बन्नाले सामान्य फाइदा भइरहनेछ। केही अप्ठ्यारा काम पनि सम्पन्न हुनेछन्। उपचारमा केही खर्च हुने समय छ। सामान्य धन लाभ भए पनि फजुल खर्च बढ्नेछ। सिंह राशि। सिंह राशि हुनेहरूका लागि आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। कन्या राशि। कन्या राशिका लागि आज हिम्मतले काम लिँदा मनज्ञ लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। द्वन्द र मुद्दा मामिलामा विजयी भइनेछ। व्यवसायमा मनज्ञ फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ। तुला राशि। तुला राशि हुनेहरूका लागि आज अरूको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। अध्ययनमा समय दिन नसकिएला। आँटेको काममा बाधा हुन सक्छ। हल्लाको पछि लाग्दा दुःख समेत पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। वृश्चिक राशि। वृश्चिक राशिका लागि बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु पर्ला। साझेदारीमा असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्क्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। परिस्थितिसँग सम्झौता गर्नु पर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनु पर्ला। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। धनु राशि। धनु राशिका लागि आज हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतको कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने अन्यहरू पनि मित्र बन्नेछन्। मकर राशि। मकर राशिका लागि आज आलोचकहरूले दुःख दिनेछन्। व्यवहारले सबैलाई समेट्ने प्रयास गर्नुहोला। काम रोकिने सम्भावना देखिएकाले योजना गोप्य राखेर अघि बढ्नुहोला। सद्व्यवहारले समस्या टर्न सक्छ। मेहनतले आँटेको काम बन्न सक्छ। अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। काममा केही रकम खर्च भए पनि पहिलेको साख जोगाउन सकिनेछ। कुम्भ राशि। कुम्भ राशिका लागि आज पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन् तर हठात निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएको काममा बाधा पुग्न सक्छ। तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्क्याउन सक्छन्। मेहनत गर्दा नाम दाम र इनाम हात पार्न पनि सकिनेछ। मीन राशि।
मीन राशिका लागि आज आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नु पर्ला। बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ।